हजुर, कालीकोट जिल्ला पणाता गाउँपालिका फागोटी घर भई हाल अर्घाखाँचीदेखि प्रिय भाइ नरेश विश्वकर्माको पहिलो देउडा वाचक रहेको छ। मन बैरी उदा सौदो कृपया सबैले माया गरिदिनु होला। मन बैरी उदा सौदो झल्को गाउँ घरको सम्झ्याएको छु आमा बुबा नमान्या झरको सम्झ्याएको छु आमा बुबा नमान्या झरको। संसारकै अमूल्य हुन्छ आमा बाउको माया, न त ज्यानले आराम पायो न त सुख पाया, न त ज्यानले आराम पायो न त सुख पाया। मान्छे राम्रो कपडाले चरी राम्रो पुगले, मुटुको कमलो मांस खायो चिन्ता रोगले, मुटुको कमलो मांस खायो चिन्ता रोगले कठ कठ। कहिले जीवन यसै राम्रो उडन्या कागको पोल्ठाउँदै पोखिन्या रहेछ दुखीका भागको, पोल्ठाउँदै पोखिन्या रहेछ दुखीका भागको। कर्मको दुखारी हौ कि भाग्यले ठग्याको, को देख्न्या छ दुःख पीडा आँसु बेल बग्याको, को देख्न्या छ दुःख पीडा आँसु बेल बग्याको कठै कठ। जिम्मेवारी काँधमा बोकी कम त दायाको नै, घरका सँगसँगै बसी एक छाक खायाको नै, घरका सँगसँगै बसी एक छाक खायाको नै कठै कठ। घरको छोरो मनकी सुवा आमा बाउ हेर्नु छ, मेरा दुःख उनका रहर कुनै दिन फेर्नु छ, मेरा दुःख उनका रहर कुनै दिन फेर्नु छ। आज म एक्लै भया दुःख मेरा साथ, बुढा मेरा आमा बाउको रक्षा गरे माता, बुढा मेरा आमा बाउको रक्षा गरे माता, बुढा मेरा आमा बाउको रक्षा गरे माता। हजुर, यो गीतको शब्द रचना नरेश विश्वकर्माको रहेको छ भने लय शब्द म सुरेन्द्र विश्वकर्माको। धन्यवाद। यसै गरी यो गीत मार्फत सम्झना पर्दा सर्वप्रथम यो धरतीमा जन्म दिने भगवान रूपी आमा बुबालाई धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी मेरो घर फ्यामिलीमा रहने मेरो छोरो, मेरो बुढी र मेरो दाई भाउजू र म नरेश विश्वकर्मा चिन्न नचिन्न हुने सम्पूर्णलाई धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी म सुरेन्द्र विश्वकर्मालाई पनि मिठो माया लामो सम्झना भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच भाइ। यसै गरी आगामी दिनमा पनि हजुरको प्रस्तुति देख्न पाइयो।